हेलो साथीभाइ, गुड मर्निङ, दर्शन, नमस्ते, जय मसी भन्न चाहन्छु है। बिहानी समय हजुरहरूलाई धेरै धन्यवाद छ। के गर्दै हुनुहुन्छ तपाईँहरू? सन्चै आराम हुनुहुन्छ होला है। तपाईँहरू मेरो भिडियो कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नु होला। कुन देशबाट? र नेपाल, इन्डिया, मलेसिया, साउदी अरब, रोमानिया, कहाँबाट हेर्दै हुनुहुन्छ है। सो तपाईँहरूले कमेन्टमा लेख्नु होला गाइजहरू, तपाईँहरूको हालचाल के कस्तो छ। रोमानियातिर, युरोपतिर, क्रोसियातिर हुनुभएको साथीहरूलाई त थाहा छँदैछ। अब धेरै कुल टाइम हिउँ परिरहेको छ, सबैले अवरुद्ध भइरहेको छ है। बाटोहरू सबै बन्द हुनेसम्म अवस्थाको हिउँ परेको छ गाइजहरू। म चाहिँ अनि हिउँभित्र यसरी हिँड्दैछु, देख्न सक्नुहुन्छ है। सो जाडो पनि छ, गाह्रो पनि छ, त्यही हो। कपी खुसी कपी गम भने जस्तै त्यही हो गाइजहरू। त्यस्तै प्रकारले हिँड्नुपर्छ हामी चाहिँ है। अनि आज चाहिँ खासै एउटा सानो एउटा भिडियो हजुरहरूसँग कनेक्सन हुने बाटो मात्र हो। अब त्यही त हो नि, हजुरहरूको मोबाइलसम्म मेरो भिडियो आइपुग्यो भने प्लिज फलो गरिदिनु होला, लाइक सेयर गरिदिनु होला। म पनि फलो ब्याक दिन्छु हजुरहरूलाई है। एक अर्काले सपोर्ट गरिदिनु होला। हुनु त अब मेरो भिडियो हेर्दैमा तपाईँहरूलाई फलो बढ्ने त्यो त होइन होइन, भए पनि साथी बन्नु पाउँछ गाई, साथी बन्नु पाउँछ है। हाम्रो भिडियो राम्रो छ भने सबैजनाले हेरेर साथ दिने हो। अब भिडियो राम्रो छैन, साथीले खालि मलाई फलो ब्याक देऊ, मलाई फलो गर, मेरो भिडियो हेऱ्यो भने सबैको अब फलो ब्याक बढ्छ भन्ने कुराहरू मात्रै हामीले सबै ठाउँमा देख्छौँ। तर त्यो होइन गाइजहरू है। त्यो मान्छेले गर्दाखेरि हुने हो भने 10,000 15,000 फलोवर हुने मान्छेले भर्खर नै हामीलाई मोनिटाइज गरिदिन्थ्यो, त्यो होइन। यही हो, अब यो एउटा फेसबुक एप त हो नि गाइजहरू। त्यो एपमा हामीले काम गर्दै गएपछि कुनै दिनमा हुन्छ। त्यो भनेको एउटा मान्छेले भाइरल गरेर, मान्छेले मोनिटाइज गरेर हाम्रो मोनिटाइज हुने होइन गाइजहरू है। त्यो चाहिँ तपाईँहरूले बुझिराख्नु होला। तपाईँहरू नयाँ साथीहरू हुनुहुन्छ भने है, पुरानो साथीहरूले त त्यही भन्छ गाइजहरू हामीलाई। म यही भन्न चाहन्छु कि तपाईँहरू हामी नयाँ साथीहरू छ भने 10,000 20,000 30,000 केही भएको साथीहरूले हाम्रो म्यासेज रिप्लाई गर्दै हुन्न। किनभने हाम्रो त म्यासेजै हेर्दैन नि उहाँहरूले। अब हेर्ने फुर्सद पनि हुँदैन। उहाँहरूको मिलियन गएको हुन्छ भ्युज, अनि कमेन्ट गएको हुन्छ त्यत्रो, अनि कहाँबाट खोजिको नि हामीले हेर्दैन। त्यो हेर्दैन त्यो उनीहरूको त्यो प्रमोसन बनाइदिन्छु भनेर भन्ने मात्र हो। तर त्यसको भ्रममा चाहिँ तपाईँहरू पर्दै नपर्नु होला। तपाईँ राम्रो काम गर्नुहोस्। खासै हामीले अब फेसबुकमा भिडियो बनाउने भनेको अब पैसाको लागि होइन गाइजहरू। म बारम्बार भन्दैछु, तपाईँ कस्तो छ मान्छे है, सारा संसारको मान्छेले चिन्ने हो। म कस्तो छ म आफैले चिन्ने हो। मेरो मनमा जे कुरो छ मैले त्यही बोल्ने हो गाइजहरू। राम्रो बोल्दै जानुहोस्, राम्रो गर्दै जानुहोस्। सारा विश्वको मान्छेले हामीलाई चिन्नेछ, त्यो नै ठुलो कुरो हो गाइज। फेसबुकमा पैसा कमाउनु, टिकटकमा पैसा कमाउनु भनेको त्यो त हुनु न हुन्छ, नहुने होइन, हुन्छ। तर त्यसमै हामी लागि पऱ्यो भने हामीले केही गर्नु सक्दैन। सो गाइजहरू त्यस्तै भन्न चाहन्छु म चाहिँ है। सबै पुडेको छ, हेर्नु सक्नुहुन्छ, घरहरू सबै पुडेको छ है हामीले। भिडियो गर्दै गएपछि भिडियो चाहिँ लामो हुन्छ। अब मान्छेले भन्छ छोटो भिडियो हाल्यो भने यति भ्युवर जान्छ लामो भिडियो, त्यो होइन गाइस। हामीलाई अब 2 सेकेन्डको भिडियो हालेर त अब मान्छे हेर्छ मान्छेले। तर के गर्नु, तपाईँको के बोल्नु खोजेको हो, के गर्नु खोजेको, के देखाउनु खोजेको त्यो भिडियोमा कसरी चाहिँ हामीले बुझ्नु सक्छ त। तपाईँ हामी अब गाउँ पहाडहरू, लोक भएको कुराहरू देखाउने, नयाँ कुराहरू देखाउने, त्यो चाहिँ देखाइसकेपछि तपाईँको 4-5 मिनटको भिडियोमा पो बल्ल यसले यो देखाउनु खोजेको, यो भन्नु खोजेको भन्ने पत्ता चल्छ। 3 सेकेन्ड 4 सेकेन्ड 5 सेकेन्डको भिडियो भाइरल हुन्छ। त्यो त एउटा फन्नी जोक मात्र हो गाइज। म चाहिँ अब त्यसमा लाग्दैन। मेरो चाहिँ भिडियोहरू लामो हुन्छ। तपाईँहरूले सुरुदेखि भिडियो हेर्दै जानुभयो भने कुनै कुराहरू मैले बोलेको कुराहरूले तपाईँहरूलाई नराम्रो पनि लाग्छ होला, त्यसमा सो सरी। तर पनि पैसाको लागि होइन गाइज, अब हामी आफै चिन्नुको लागि म कस्तो मान्छे हो, म कसरी बोल्नुपर्छ भन्ने त्यसमा जानुपर्छ हामी है। तपाईँको भिडियो बनाउँदै जानुहोस्,
1 घन्टाको भिडियो भयो भने तपाईँले मान्छेले हेर्न सक्नुहुन्छ है। हामी 3 घन्टाको फिल्म कसरी किन हेर्नु जान्छ त हालमा पैसा तिर्दै यो हिरोको राम्रो छ, यो हिरोको चाहिँ कहानी मिलेको छ भनेर हामीले हिरो चोइस गरी हिरोइनी चोइस गरी हामीले किन हेर्छ त भिडियो गाइजहरू। 3 घन्टाको मुभी हामीले पैसा तिर्दै 200-300 हो त्यस्तो। यो त फ्रीमा आएको हुन्छ यो। अनि यो युट्युबमा फेसबुकमा हामीले यो बोलेको कुराहरू देखाएको कुराहरू चाहिँ यो रियली कुरा हुन्छ गाइजहरू है। हामीले बोलेको पनि रियली हुन्छ, देखाएको कुरा पनि रियली हुन्छ, कुनै कुनै इफेक्ट गरेर गरेको हुँदैन। सो त्यही भएर यो चाहिँ रियली कुरा हेर्नको लागि चाहिँ फ्रीमा हेर्नु पाउँछ हामीले। आफ्नो मोबाइलमा डाटा चाहिँ मात्रै चाहिने हो गाइजहरू। त्यही भएर तपाईँले फलो गरिदिनु होला, ब्याक गरिदिनु होला। अनि फलो गरेपछि त्यसमा आउनु हो। म त्यही नै भन्छ हामीले गाइजहरू है। बोल्ने कोहीको ढङ्ग अब कहिले अब अलिकति फरक हुन्छ, कोहीको चाहिँ अलिकति बोल्ने कुराहरू रसहरू हुँदैन। मेरो बोलीमा चाहिँ त्यति साह्रो रस हुँदैन गाइजहरू है। तपाईँहरूलाई मैले भन्दैछु मेरो बोलीहरू त्यस्तै चर्कोचर्की, मेरो बोल्ने शैली नै त्यस्तो छ। हजुरहरूलाई अब यस्तो मानमनितो गरेर यस्तो गर्नु मैले त्यति साह्रो जान्दैन है। म चाहिँ सिधै तपाईँहरूलाई जे देख्छ त्यही भन्ने हो है। अनि सकेसम्म मेरो भित्रको मन राम्रो छ त्यति नै छ। हजुरहरूलाई जहाँ बस्नुहुन्छ तपाईँहरू त्यतैबाट हेरिदिनु होला। तपाईँहरूलाई एक मुष्टमा सलाम अनि नमस्कार, जय नेपाल भन्न चाहन्छु है। यस्तो सानो भिडियोहरू ल्याउँदै हजुरहरूलाई कुनै दिन मौका पऱ्यो भने ठुल्ठुलो भिडियोहरू पनि म ल्याउनेछु। सर्वप्रथम यही भन्न चाहन्छु है सबैजनालाई बेस्ट अफ लक। आजको भिडियो यही टुङ्गाउन चाहन्छु। जय नेपाल।